वास्तवमा यसको क्रियाकलाप मात्र त्यो 5वटा स्कन्द हो। स्कन्द भनेको समूह हो। हामी रूप भनेको यो शरीर हो। हामी भन्छ है, के भयो मेरो टाउको दुख्यो, मेरो एउटा फाल्यो भने कति सहज हुन्छ है, झट्टै रोग झर्छ, टाउको दुखेको झर्छ के। मेरो टाउको दुख्यो भन्नु र टाउको दुख्यो भन्नुमा फरक छ कि छैन? छ है। मेरो ट्याग ठग्यो भने झन् गरम हुन्छ। त्यो मेरो एउटा हटायो भने टाउकोलाई दुख्यो, टाउकोमा अनुभूति भएको त्यो सेन्सेसन भन्छ, फिलिङ भन्छ। त्यहाँ त्यो अनुभव गर्ने व्यक्ति छैन, अनुभव मात्र छ। फिलिङ, देयर इज नो फिलर। त्यसको अर्थ के हो भन्दाखेरि त्यहाँ फिलिङ मात्र छ, संवेदनाहरू मात्र छ। हामी ती संवेदनमय जगतीय वेदना, रूप वेदना, रूप भनेको यो शारीरिक मानव, वेदना भनेको त्यो आफ्नो अनुभूतिहरू, सुख पनि हुन सक्छ, दुःखको पनि हुन्छ। सुख दुःख नभए तापनि दुःखमा सुख, दुःख पनि होइन सुख पनि नभएको त्यो अनुभूति भइरहन्छ। संज्ञा, संज्ञा भनेको हामीले सम्झेका, सम्झना, जुन सम्झना त्यो संज्ञा त्यसको त्यो अवस्था अनुसार त्यो आउँछ। हाम्रो बानीहरू राम्रो नराम्रो, तपाईँहरू अहिले यहाँ डुङ्गिनमा थियो, कुशल चेतनाहरू छ र तपाईँहरू शत्रु कहाँ पुग्यो भने आँखा भाँगिन्छ कि भाँगिँदैन, अनुहार कस्तो कस्तो हुन्छ है। यहाँ भएर मात्र प्रसन्न भएर त्यो गरिरहेको हामीले त्यो प्रसन्न भएर मनलाई कुशल चेतनाहरू छन्।